हेलो फैमिली, यो गाई रेबिट सस्पेक्ट हो बट नट एट क्लियर। तो हामी अहिले एकदम आफ्नो एप्रोन छैन अहिले। अब 81 केसको बारेमा थाहा पाइयो। एप्रोन अब लिएर आएको थिएन, तर पनि यो ड्रेसको चाहिँ हामी घर गएर एकदम कम्प्लिट वास गर्छौँ र आफ्नो पुरै एकदम प्रिपेयर भएर फुल हेर्न सक्नुहुन्छ। मास्क छ, ग्लोभ्स छ, आफ्नो पुरै सावधानीको साथ यसको अब नट कन्फर्म बट सस्पेक्ट चाहिँ रेबिज हो। त्यसको लागि अब हामीले सिम्टोमेटिक ट्रिटमेन्टहरू अब के देखिन्छ त्यो अनुसार सिम्टोमेटिक ट्रिटमेन्ट आजदेखि कन्टिन्यू गर्छौँ र 3 दिनसम्म सिम्टोमेटिक ट्रिटमेन्ट गरेर अब हेर्छौँ। यसलाई छुट्टै क्वारेन्टाइनमा पनि राखिएको छ। यसको लागि अब सबै औषधिहरू प्लस यसको लागि मेडिकलमा युज हुने हरेक इक्विपमेन्ट्स पनि हामीले एकदम छुट्टै राखेका छौँ र अब 3 दिनपछि यसको के हुन्छ भनेर अब हेरौँला। लेट्स सी। आई होप रेबिज पोजिटिभ चाहिँ नहोस्, आफू पनि सेफ बाँच्नु पऱ्यो होइन ट्रिटमेन्ट गर्दाखेरि। अब हेरौँ अब के हुँदो रहेछ। बाँच्नु चाहिँ पऱ्यो है, तपाईँ पनि प्रे गर्नु। हेर्नु त कस्तो क्युट गाई छ, रेबिजले गर्दा मर्नु त भएन नि। लेट्स होप सी गेट फिट सुन। ड्रप योर विसेस इन द कमेन्ट बक्स है।